नमस्ते सबैजनालाई। आज चाहिँ 2082 सालको चाहिँ नि शुभ दीपावलीको पावन अवसरमा लक्ष्मी पूजा त आउन बाँकी छ। त्योभन्दा अगाडि चाहिँ मेरो छोरीले चाहिँ भैलेनी देउसी गीतहरूको बारेमा चाहिँ भिडियो देखाउँदै आएको छु। अनि उनलाई त्यति ज्ञान छैन, अनि त्यो बारे चाहिँ म देखाउन गइरहेको छु। कसरी नाच्छन् अनि कसरी गर्छ देखाउन गइरहेको छु। अघि एकचोटि भिडियो देखाएँ। अनि यस्तो कुराहरू चाहिँ आफ्नो बालबच्चाहरूले चाहिँ सिकाउँदै लानुपर्छ भन्ने मलाई चाहिँ लाग्छ, होइन छोरी? सिक्नुपर्छ कि पर्दैन? सिकेर अनि जान्नुपर्छ, होइन? अनि लक्ष्मी पूजा कसरी गर्छ अनि पूजा गरेर पाइला राखेर ल्याउनु चाहिँ उसलाई थाहा छ, होइन? थाहा छ नि? पोर्छन् के गर्यो? लाइट बाले अनि दियो बाले टिका लाए अनि पूजा गरे, रोटी खाए, हैन? अनि त्यो कुराहरू चाहिँ मैले सिकाउँदै आएको छु। अनि विशेषतः अब देउसे भैलो चाहिँ कसरी खेलिन्छ, कस्तो हुँदो रहेछ देउसी गीतहरूको बारेमा चाहिँ मेरो छोरीले चाहिँ देखाउन गइरहेको छु। अनि छोरीले हेर्ने छिन्, अनि छोरीले के बुझ्ने छिन् मलाई भन्नुहुनेछ। र के भन्नुहुन्छ त भिडियो लाइक गर्नुहोस् यो हाम्रो भिडियोलाई अनि सब्स्क्राइब गर्नु होला प्लिज। ल अब हामी यो भिडियो हेर्न जान्छौँ। अनि भिडियो हेर्दै छोरीलाई पनि यस्तो है गरेर म भन्दै जान्छु। अनि छोरीले पनि हेर्नुहुनेछ, छोरीले पनि सिक्नुहुनेछ भन्दै हामी भिडियोलाई सुरु गर्न जाँदैछौँ। झिलिमिली ल हेर्नु हो यसरी, होइन? पैसा राख्छ अनि दियो हुन्छ अनि फलफुलहरू हुन्छ क्या छोरी। भैलेनीहरू खेल्न आउँछ क्या घरमा, अनि उनीहरूलाई चाहिँ पैसा दिनुपर्छ, होइन? चामल यसरी नै क्या नाच्नुहुन्छ, नाच्दा आउनेहरूलाई क्या नेपालमा भैले हेर्नु है, राम्रो सिक्नुपर्छ यस्तो। भन्नु भन्नुपर्छ यसो गर, ठिक छ। यसरी नाच्छन्, होइन? नाचेको, होइन? अनि गाएको यो सबै हामी चाहिँ तिहारमा चाहिँ यसरी नाच्छौँ क्या छोरी। नेपालमा यहाँ त यसरी नाच्नुहुन्न नि त, नेपालमा चाहिँ यसरी हुन्छ है, यसरी नाच्छ। नाच्छ क्या सबैजना मिलेर सिकेर अनि नाच्नु भएको क्या उहाँहरू, सिकेर नाच्नु भएको हो। 43 बाबा यो चाहिँ तिहारमा, होइन? लक्ष्मी पूजा पछाडि यसरी भैलो देउसी खेल्छ क्या गाउँमा हाम्रोमा, होइन? है उहाँ चाहिँ कस्तो नाच्दो रहेछ नि। उहाँहरू जस्तो नाच्न सिक्नुपर्छ है। नाच्छ नि नाच्छ, होइन? उनीहरू ग्रुपमा हुन्छ नि, सबै सिक्छन् अनि एकै खाले नाच्छ क्या। महिना बाहिर क्या नाच्न निस्किनु भयो, हरेक घरमा जान्छ, नाच्छ, अनि यसरी नै दिन्छ क्या पैसा फलफुल दिनुहुन्छ क्या, राम्रो नाच्यो भनेर। अनि भैलेनी खेल्न आउनु भएको भनेर क्या जोर बत्ती क्या बत्ती
हेर्नु है नाच्नुपर्छ यसरी नाच्नु नै यसरी नाच्नु न अब राम्रो सुन है अब सकिन लाग्दैछ धेरै टाढादेखि चाहिँ हामी भैले खेल्न आएको टाढादेखि भन्नुहुँदैछ अब फर्किन लाग्यो सकिन लाग्यो सकेपछि यो सबै उठाउनुहुन्छ अनि लानुहुन्छ क्या भैलेनी 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 भैलो भन्नु त हामी नाचौँ है अब गऱ्यो ल सक्यो होइन यसरी नाच्नुहुन्छ अनि पछि चाहिँ त्यहाँ दिनुहुन्छ त्यो दिनुभएको चाहिँ लिनुहुन्छ अनि पैसा चामल फलफुलहरू क्या वा समग्रमा भिडियो हेरियो अनि सायद चाहिँ भैलेनी भन्नु फेरि भन्नु ए भन भन भाइयो म भन भन भाइयो भन्छु भैले भन्नु ल भन भन भाइयो राम्ररी भन के खानु भएको भैले के हेर्नु भएको हामी त भैलेनी खेल्यौँ अनि छोरी र मैले चाहिँ खतरा हेऱ्यौँ अनि बाउ छोरीले चाहिँ खतरा हेऱ्यौँ अनि छोरी चाहिँ रमाउनु खोज्दै थियो कानमा हालेको झरेको झरे भन्ने होइन अनि त्यस पछाडि चाहिँ छोरीलाई देखाएँ अब बिस्तारै हामी नेपाल गएपछि त सिकिहाल्नुहुन्छ अहिलेसम्म चाहिँ अलिकति जान्नु भएको छैन लक्ष्मी पूजामा चाहिँ पैतालामा कलर गरेर चाहिँ ढोकादेखि लिएर आउनु चाहिँ थाहा छ उसलाई होइन अनि बाँकी यो भैलेनी चाहिँ मैले भर्खर देखाउँदैछु सिक्नुहुन्छ अनि के भन्नु पऱ्यो भैलेनीमा के निस्क्यो पैसा एप्पल बनाना चामल अनि दियो हो त्यो चाहिँ नै निकाल्नुहुन्छ भैलेनीलाई पछि तपाईँ नि भैलेनी भन्न जानु भने त्यसरी दिनुहुन्छ होइन अनि आशीर्वाद दिने भैलेनी खेल्ने नाच्ने रमाइलो गर्ने किनभने दिस दीपावली इज लाइट अफ फेस्टिभल भन्नु त Light of festival. Yes, light of festival. Okay. So तपाईले यति सिक्नुभयो मैले देखाएँ पछि फेरि अरू पनि सिकाउने छु अब हामी फेरि लक्ष्मी पूजा गर्छौँ त्यो पनि देखाउँछु अनि भैलेनीहरू पनि त्यसरी गर्नुपर्छ भैलेनी भन्नुपर्छ होइन अनि हामी भैलेनी खेल्छौँ पहिले हामी देउसिरे खेल्छौँ ए भन भन भाइयो फेरि खेल्छौँ अनि त्यस्तो हो अनि रमाइलो हुन्छ त्यस पश्चात चाहिँ भन भन भाइयो देउसिरे होइन अनि हामी चाहिँ नि त्यसरी चाहिँ नि छोरीलाई मैले देखाएको छु अनि छोरीले चाहिँ हेर्नुभयो छोरीले सिक्नुहुन्छ अनि पछि अब छोरीले के भन्नुहुन्छ भिडियोको बारेमा लाइक गर्नुहोस् अझै मैले भनेको छु लाइक अनि सब्स्क्राइब यो राम्रो भिडियो हामीले बनायौँ प्लिज सब्स्क्राइब ह्याप्पी दीपावली